हेलो एन्ड वेलकम ब्याक गाइज। आजको भिडियोमा तपाईँहरूलाई चाहिँ म पिसी बिल्ड गर्ने टिप्स दिन गइरहेको छु। सो आजको भिडियोमा तपाईँहरूलाई म 80K मा AM5 पिसी बिल्ड गर्न सिकाउने छु। सो यो जुन पनि भिडियोमा पार्ट्स या त मैले कम्पोनेन्ट्सको लिस्ट भने हुन्छु, सो सबै डिस्क्रिप्सनमा हुन्छ, यु क्यान चेक इट आउट। अनि तपाईँलाई यदि कुनै कन्क्लुजन छ या त केही छ भने डाइरेक्ट मलाई मेसेज गर्न सक्नुहुन्छ। आई विल प्रोभाइड यु द लिङ्क अफ द प्रोडक्ट्स। ल आज यो भिडियो स्टार्ट गरौँ। सो हाम्रो पहिलो पार्ट्स रहेको छ केस। सो केसमा चाहिँ हामीले डार्क फ्ल्यासको DLM22 M80X केस युज गरेका छौँ। यो केस तपाईँले डिफ्रेन्ट कलर अप्सनमा पनि पाउन सक्नुहुन्छ, ब्ल्याक, व्हाइट अनि पिङ्क अरू सब छ यसमा। सो यो चाहिँ M80X केस हो र यसमा 240mm सम्मको लिक्विड कुलर र 120mm सम्मको चाहिँ एयर कुलर तपाईँले लाउन सक्नुहुन्छ र 320mm सम्मको चाहिँ ग्राफिक्स कार्ड लाग्छ यसमा। सो सेकेन्ड आइटम रहेको छ पावर सप्लाई PSU। यसमा चाहिँ हामीले 550 वाटको युज गरेका छौँ। तपाईँहरूले बजेट अनुसारले अपग्रेड गर्न सक्नुहुन्छ, लाइक 650, 750, 850 तपाईँको चोइस हो। बट हाम्रो 80K बजेटमा चाहिँ हामीले 550 युज गरेका छौँ। सो यसको पावर सप्लाईको नाम छ, मोडलको नाम छ एन्टेक एटम B550 वाट नन मोड्युलर गेमिङ पावर सप्लाई भनेको छ। सो यसको प्राइस पर्छ तपाईँलाई 4K अनि तपाईँले 80+ ब्रोन्ज सर्टिफाइड हो। तपाईँले योभन्दा अब राम्रो ब्रान्डको लिन सक्नुहुन्छ, विच इज लाइक एक्सपेन्सिभ इन नेपाल। त यो पनि इट्स प्रिटी गुड होइन, राम्रै छ यो पावर सप्लाई। सो तपाईँहरूको बजेट अलिक धेरै छ होइन, देन यु क्यान गो विथ द हाई एन्ड पावर सप्लाइज लाइक गोल्ड रेटेड पावर सप्लाई यु क्यान गो। अनि मोडुलरले पनि लिन सक्नुहुन्छ, यो चाहिँ नन मोडुलर हो। सो द्याट्स इट्स। सो हाम्रो थर्ड आइटम रहेको छ ऱ्याम। सो ऱ्याममा चाहिँ हामीले 16GB को युज गरेका छौँ, DDR5 5600 मेगाहर्जको हो र यसको मोडल नेम हो क्रिसियल प्रो DDR5 नन RGB मोडल हो। सो यसमा हिटसिङ्क चाहिँ हुन्छ अनि तपाईँहरूले 8GB जान सक्नुहुन्छ, बट 16GB इज रिकमेन्डेड होइन, यति गएर गेमिङ गर्न चाहनुहुन्छ भने। फोर्थमा रहेको छ स्टोरेजमा हामीले 512GB को NVMe SSD युज गरेका छौँ। यो चाहिँ ब्रान्ड चाहिँ किङस्टन हो अनि यसको तपाईँले Gen 4 हो अनि यस M.2 Gen 4 SSD हो। यु क्यान गो विथ लाइक 1TB पनि जान सक्नुहुन्छ। 512GB चाहिँ रेकमेन्डेड र त्योभन्दा मुनि चाहिँ तपाईँहरू नगर्नु होला, किनकि तपाईँ स्टोरेज चाहिन्छ। सो यसको पुरै डिटेल चाहनुहुन्छ भने चाहिँ डिस्क्रिप्सनमा छ र यसको प्राइस रहेको छ हाम्रो 6K to 6.5K मा आउँछ। सो फिफ्थमा चाहिँ रहेको छ हाम्रो मदरबोर्डमा तपाईँहरूले चाहिँ गिगाबाइट B650MH मदरबोर्ड लिन सक्नुहुन्छ। यसमा चाहिँ 2वटा ऱ्यामको स्लट हुन्छ, एउटामा 16 अर्कोमा 16। 32GB तपाईँलाई पछि फ्युचरमा हाल्नुभयो भने चाहिँ फ्युचर प्रुफै हुन्छ। 32GB तपाईँले 4वटा ऱ्याम स्लटवाला लिन सक्नुहुन्छ। त्यसको मोडल नाम हुन्छ गिगाबाइट 650MK हुन्छ, तिनीहरूमा 4वटा ऱ्याम स्लट हुन्छ। यु क्यान गो विथ लाइक K620 B620 A620M मदरबोर्डमा जान सक्नुहुन्छ, विच इज लाइक योभन्दा अलिकति चिपै हुन्छ। र यो B650MH को चाहिँ प्राइस रहेको छ तपाईँको 15 to 16K मा आइहाल्छ। अनि हाम्रो एट लास्ट हाम्रो मेन लास्ट होइन, यो चाहिँ सेकेन्ड लास्ट हो, यो चाहिँ प्रोसेसर रहेको छ। प्रोसेसरमा चाहिँ तपाईँहरूको के युज गरिएको छ भन्दाखेरि चाहिँ Ryzen 5 8400F हो र यो प्रोसेसर तपाईँको 17K मा आउँछ र यसमा 6 कोर्स 12 थ्रेड हुन्छ। यसको बेस क्लक स्पिड भनेको 4.2 र म्याक्स यसको हुन्छ 4.7 GHz र यसको डिफल्ट TDP 65 वाट हुन्छ। र यसको अझै तपाईँहरूले पुरै फुल डिटेल कति स्पेक्स, कति मेमोरी सपोर्ट गर्छ, स्पिड्स अनि PCI के सपोर्ट गर्छ भन्दाखेरि चाहिँ यसको वेबसाइटमा गएर चेक गर्न सक्नुहुन्छ। सो अनि हाम्रो लास्टमा रहेको छ ग्राफिक्स कार्ड। अनि हामीले ग्राफिक्स कार्ड के युज गरेका छौँ भन्दाखेरि चाहिँ RX 6600 XT। तपाईँले नयाँ किन्नुहुन्छ भने 30 to 32K मा आउँछ। कहाँ पाउँछ भने त्यो डिस्क्रिप्सनमा छ लिङ्क। अनि युज गर्नुहुन्छ भने 25K to 20K अन्डरमा आउँछ। तपाईँले यु क्यान युज 6600 RX और तपाईँले कुनै ग्राफिक्स कार्ड तपाईँले भेट्नुहुन्छ युज्ड मार्केटमा, यु क्यान युज द्याट। सो होप यु गाइज इन्जोय दिस भिडियो। अनि आजको भिडियोमा यति नै थियो र यो भिडियो बनाउँदा लट्स अफ रिसर्च र मेहनत लागेको छ। सो गिभ इट अ लाइक एन्ड सब्सक्राइब। थ्याङ्क यू, सी यु गाइज इन द नेक्स्ट भिडियो।